सिधै पर नचलिकन बस्छ नि ल हेर अहिले त्यो नचला नि सबै कपाल गर्छु तक्नु नै लाग्यो पुरै तक्नु मेसिनले काटेको हुन्छ यो मान्छेले काटे जति काटे त्यति हुन्छ अब त बाबाले मिलाइदिन्छ हजुरले काट्नु अरू त खान्छ के खानुहुन्छ बरु चिया नि खानुहुन्न रोटी खान्छ नि रोटीले तातो पनि यही खाने पर्छ आउँछ अहिले खानु एकछिन छोड्यो के केही हुन्न एकछिन प तिमी धेरै चढ्यौ के धेरै बोल्यो त मेरो त के भने कान काट्यो पछाडितिर अब मेसिन लिएर मिलाइदियो है भयो ल बस न बाबन मिलाइदिनुहुन्छ बस मैले कान काट्दैलाई अनि कान काट्दैलाई अनि केटा हुने भयो आज कपाल काटेन भने त के के पनि कम्छ अरे कपाल काटेको